त तपाईँको लागि गिफ्ट आयो लु यो हेर त्यो बनाली सक्नु न त कामले कहिले छोड्दैन है त्यहाँ बस न अविनाश दादाले कस्तो हजुर धजुरी भन्दो रहेछ भाउ त्यो गोलो गोलो चाहिँ अनि त्यसलाई चाहिँ सिलान सागमा बुढोलाई पनि धन्यवाद सबै के लाग्दैछ भने ए ठुला भन्नुहुन्छ जस्तो लाग्दैछ मलाई चाहिँ राम्रै भयो खुसी हुनुभयो आज दाइ अघि छिटो उठेको कि आज 3 बजे उठेर मलाई रामपुर जान लागेको गाइड छ होइन भाउजूलाई सरप्राइज छ सरप्राइज ब्याग चाहिँ कहाँ छ गिफ्ट आइरहेछ करोडको गिफ्ट छ है अब यो लिएर जाँदैछु म रामपुर के छ कस्तो छ तपाईँहरूले पुरा अन्तिमसम्म भिडियो हेर्नु होला यहाँभित्र के छ करोडौँको सामान छ भाउजू चाहिँ बजार जाँदै हुनुहुँदो रहेछ आउने बित्तिकै हातमा थमाइदिने हो जे पर्ला त्यही गर्छ ल हेरिराख्नु होला भिडियो अब म जान्छु रामपुर भाउजूलाई कल गर्छु होइन सरप्राइजको लागि तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु है त भिडियो कल गरौँ है कल गर्दैछ फोनै उठ्दैन त्यहाँ के हो हेलो 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 सेवाग्मी भाउजू ए कान्छीको नम्बर भाउजू सेवाग्मी ला म त अब आउन लागेको त नि भाउजू अब कता जाँदै हुनुहुन्छ तपाईँ ए हुन्छ छिट्टो आउने काम छ त्यहाँ भेट्ने यसो काम थियो क्या अलिक छिटो आउनु नि बजार गएर चाहिँ नत्र लु छिटो आउनु काम छ क्या तपाईँसँग अलिक त्यही र त नि अलिक कति टाइम कति लाग्छ तपाईँलाई नत्र म हिँड्दिनँ त्यसो भने त टाइम लाग्यो भने त आउँदिनँ भाउजू भन्नु न होइन म मात्र आउन आँटेको त्यही त कति टाइम लाग्छ भन्नु न ए ल हुन्छ भाउजू हस् त हिँडिहालेको म त लु ल हुन्छ भाउजू ल हेलो गाइस म चाहिँ अहिले इटरीबाट हिँडिसकेँ रामपुर अनि अब म चाहिँ घर पनि आउन पुग्न लागिसकेँ अब भाउजू पनि बजारबाट आइसक्नु भयो होला अहिले त होइन अब म चाहिँ अहिले पुलमा छु सप्तकोशीको पुल यस्तै छ गाई चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ सप्तकोशी उयो नाउँहरू चलाउँदैछ है यता चाहिँ चतरा है यता चाहिँ रामपुर उदयपुर बच्चाहरू पौडी खेलिरहेको रहेछ तलतिर होइन अनि आजको चाहिँ दाइको अब सरप्राइज हो आज चाहिँ दाइको सरप्राइज नै हो अब के कस्तो रियाक्सन आउँछ होइन तपाईँहरूले हेरि नै हाल्नुहुनेछ अनि भोलि चाहिँ हामी फेरि भोजपुर बिहा खानालाई भोजपुर जान्छौँ त्यसको लागि पनि म चाहिँ अहिले घर जाँदैछु अब हेरौँ के हुने हो भाउजू पनि आइसक्नु भयो होला गाइस भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला एकदमै बवाल हुन्छ आजको भिडियो चाहिँ मैले चाहिँ पहिलोचोटि यस्तो अब के भन्नु अब यस्तो होइन सामान लिएर जाँदैछु भाउजूलाई दिनलाई दाइले होइन दाइको तर्फबाट कस्तो हुन्छ रियाक्सन तपाईँहरूले हेरि नै हाल्नुहुन्छ तर त्यस्तो बबाल वाउ त हुन्छ होला जस्तो लाग्दैन मलाई पनि अब पहिलोचोटि मलाई पनि थाहा छैन के हुन्छ कसो हुन्छ मलाई पनि थाहा छैन यता डाँडातिर चाहिँ प्याराग्लाइड पनि गर्छ यस्तो दामी घाम है भिडियो अन्तिमसम्म हेर्दै गर्नु गाइस है त चाहिँ घर आइपुग्यो ठुलो मम्मी खोइ अब किचनमा जानुपर्ने हुन्छ हामी ल ठुलो मम्मीलाई होइन ठुलो मम्मीलाई भेट्नुपर्छ ल है त
कहाँ हुनुहुन्छ तल किचनमै हुनुहुन्छ देखो देखो नातो भाउजू भाउजू हुनुहुन्छ स्याहार्ने होइन के हो होइन लो काम पो काम तपाईँ त ए भगवान् ए आज त छुट्टी हो नि त अब कतिखेर यो गरिसक्नु हुने नि तपाईँलाई एकदम ठुलो गिफ्ट आइरहेछ हो 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 कसले पठायो त त्यत्रो गिफ्ट यहाँ ब्यागमा छ लो त्यो अब गरिसक्नु न त अनि आमा गिफ्ट यस्तो 1 करोड जतिको गिफ्ट आइरहेछ ठुलो बाबुलाई के गर्ने होला छिटो गरिसक्नु न त्यो अनि हेरिहालौँ न त ओपनिङ गरिहालौँ के रहेछ ए हो के भन्न चाहनुहुन्छ तपाईँ अब गिफ्ट आइरहेछ साँच्चीकै आइरहेछ यहाँ अनि छिटो गरिसक्नु अनि खोल्नुपर्छ छिटो गरिहाल्नु न त हेर्नु भाउजू तपाईँको गिफ्ट के भन्न चाहनुहुन्छ जो अब यही हो आइरहेछ है त्यो गरिसक्नु न त अनि कस्तो गिफ्ट आइरहेछ आज तपाईँको दिन चाहिँ नि आज ठ्याक्कै छुट्टी पनि परेछ ठ्याक्कै म पनि त आएँ तपाईँको छुट्टी पनि छिटो गर्नु न हेर्नु अब यो भनेको अब तपाईँले मात्र हेर्नु मिल्छ अनि खोल्नु मिल्छ अनि हामीले कहाँ खोल्नु त अनि कसले चाहिँ पठायो जस्तो लाग्दैछ तपाईँलाई के पठायो त तपाईँ कसैले गिफ्ट आएन मलाई भन्दै हुनुहुन्थ्यो अस्ति त्यही के कतै त छ के अनभिज्ञ हुनुहुन्छ ए लु छिटो गरिसक्नु पर्यो ए ठुलो बाबाको गिफ्ट दिएछ भने केही आएन ल ब्यागै आएको थियो पहिला पनि ए एउटा ब्याग लिइदिएको रहेछ अहिले त के पठाइदिएको नि ठुलो बाबाले पठाएको हो कि बा होइन एउटा सुरुवाल मात्र जिन्दगीमा अहिलेसम्म तपाईँले एउटा सुरुवाल मात्र किनिदिएको गिफ्टमा यो त अनि घोर बेजेको होला जस्तो छ दाइले भिडियो हेर्दै हुनुहुन्छ भने त नभए अनलाइन भने पनि गरिदिनु पर्ने रहेछ भन्ने चाहिँ लाग्छ लङ्सिनी के भन्न चाहन्छौ ठुला मामुको कुरा सुन्यौ ठुला मामुलाई केही भनिदेऊ न त गिफ्ट ठुलो बाबा म ठुलो मामुलाई चाहियो अरे भनिदेऊ एक दुईचोटि महिनामा दिन्छ अनि त फेरि के होला त ठुले त त्यसै कुनै त्यही बसेको जिन्दगीभरि उहाँ बुढीलाई महिनै पछि गिफ्ट दिएर फ्रिज पनि यहाँ राख्नु भएन अनि फ्रिज चाहिँ माथि नै किचनमा राख्नु तर ठाउँ त छैन ठुलेले त्यो त ठिकै हो त तपाईँ राम्रो चलाउनु भयो भने चल्छ नि अब 10 वर्ष जति चल्छ यहाँ चाहिँ हाम्रो कता हिँड्दै हुनुहुन्छ अङ्कल कहिले अङ्कल यो हुँदैछ हौ साकेला यो नानीले नाच्दैछ अहिले यता चाहिँ कति 12 गते जेठ 12 अनि अङ्कल त्यो आइसपालि मेला पनि हो तल चाहिँ कहाँ
यसपालि तल हो होइन। ए देवीदान चाहिँ ए पूजाको लागि तल ए हजुर हजुर ठिक छ त 100 रुपियाँ टिप्दिनु अहिले दिन्छ वैशाख जेठ 12 गते अङ्कल यो चट्नी सार्ने चाहिँ के अरे जाडो महिनामा हुनुपर्ने नि अनि यो अस्तिको मोमोको कति पुग्यो 400 पनि भ्युज गएन यो अब यो चाहिँ भाउजू यसो भनिदिनु न त जाँडको बारेमा अब यो गरेर चाहिँ यसलाई कोइला हाल्छ होइन म त हाल्दिनँ है कसैले कोइला हाल्छ अनि कसैले खुर्सानी पनि लगाउँछ होइन हजुर म चाहिँ कहिलेकाहीँ खुर्सानी चाहिँ लगाउँछु कोइला त खासै लगाउँछु लु अब भाउजूले सकि पनि हाल्नुभयो लु गिफ्टको लागि वेटिङ गरिरहेको छु म यत्रो झन् उता गएकै छुइनँ साइली भाउजू आइसक्नु भयो हाँस्नु भयो त तपाईँको लागि गिफ्ट आयो लु हेर त्यो बनाइसक्नु न त अब कामले कहिले छोड्दैन है धेरै धेरै धन्यवाद ला अनि तपाईँलाई दाइले गिफ्ट गरिदिनु भएको यो हो आमै धन्यवाद जेठा यसरी नै बुद्धि आओस् होइन बुढो पनि भन्दैन न त अघि भन्दै जेठा बुढो अब के गर्नु पहिलोचोटि यसरी सरप्राइज गिफ्ट पाउँदाखेरि कस्तो लाग्यो तपाईँलाई चाहिँ एकदमै होइन कस्तो लाग्यो ब्याग चाहिँ राम्रो लाग्यो कलर एकदम मन पर्यो है कलर चाहिँ एकदम मन पर्यो कलर एकदम पर्फेक्ट कम्बिनेसन है यो चाहिँ के भन्नुहुन्छ भने अब म तपाईँलाई भनिहालेँ है त यसमा चाहिँ दाइले जस्तै हाम्रो अहिले अस्मीले चाहिँ यस्तो यस्तोहरू बुन्छ अस्मी भन्नाले उयो दिदीको छोरा ए छोरी उसको अहिले एससिसी दिएर चाहिँ त्यो बिचमा त्यो क्लास जाँदै यस्तो बुन्छ अनि मम्मीले कलर चाहिँ मम्मीले धागोको कलर चाहिँ यस्तो खालको डिजाइन चाहिँ मम्मीले चुज गरिदिनु भएको अनि धीरज दाइले चाहिँ भाउजूको लागि एउटा गिफ्ट लु लग्दे केटा है अनि त्यसमा चाहिँ यो सिलान सागमा तपाईँको खोल्नु त हो त चाहिँ म र अविनाशले बनाउनु भएको ठुलो मम्मी र ठुलो बाबालाई भनेर एक एकवटा अविनाश तपाईँलाई मलाई पनि दिनु पर्यो धन्यवाद भाइलाई पनि एकदम धन्यवाद यस्तो सरप्राइज गिफ्ट चाहिँ बेला बेला दिइराख्नु होला होइन अब ब्याग अस्मिले आफैले त्यो गरेको क्या है कलर चाहिँ मलाई एकदम मन पर्यो है कलर मन पर्यो है कलर एकदम मन पर्यो यो कलरको कम्बिनेसन पनि राम्रो ठिक्क धन्यवाद अन्त है होइन बुढोलाई चाहिँ विशेष चाहिँ दाइले के सोच्दैन भाउजूको र्याक्ट चाहिँ कस्तो आउँछ केटा हेर तै गएर त्यहाँनिर गर्नुपर्छ भ्लगमा पुरै चाहियो मेरो बुढीको एकदमै नेचुरल रियाक्सन चाहिँ चाहियो भनेपछि एकदम ह्याप्पी भनौँ ह्याप्पी हुनु भयो है आजको लागि चाहिँ मेरो चाहिँ एकदम स्पेशल भनौँ न होइन पहिलोचोटि यस्तो अलिक राम्रो एकदम धन्यवाद हातैले बुनेको है एकदमै तपाईँलाई यसो स्कुटीमा अब ट्याक्क अगाडिको त्यो उयसमा झुन्डाएर चाहिँ अनि टक्क अब त्यहाँनिर तपाईँको बुक हुन्छ अनि ट्याक्क यसो जबको लागि पनि तपाईँलाई अनि के भन्नु अब तपाईँलाई एकदम धन्यवाद बुढो होइन अब यसरी नै सरप्राइज गिफ्ट दिनुभएकोमा चाहिँ एकदम खुसी छु अनि केही सन्देश छोडिदिनु न सन्देश अब आफ्नो केयर गर्नु राम्रोसँग बस्नु सबैभन्दा ठुलो कुरो स्वास्थ्य हो होइन स्वास्थ्य केयर गर्नु स्वास्थ्य भएपछि मात्रै अरू कुरा हुन्छ अनि खुसी आज तपाईँ अघि भाइले किन कल गरेर चाहिँ यसरी उसरी भनेर तपाईँलाई याद चाहिँ आएन अलिअलि दाइले मलाई फेरि त्यो पनि सबै दाइले नै पहिला एकचोटि जानुभन्दा अगाडि कल गर अनि ट्याक्क अब घरमै चाहिँ हुनु पर्यो भाउजू चाहिँ अनि ट्याक्क आज शनिबार हो त आजै कुदिहाल र गइहाल यताउता भनेर चाहिँ दाइले नै भनेर चाहिँ है हाम्रो जेठाको बुद्धि आएछ है राम्रो लाग्यो अनि यो सिलान सागमा चाहिँ म र अविनाशको कुरा हो यो अविनाशलाई धन्यवाद तपाईँलाई पनि धन्यवाद राम्रो बुनिम है एकदम राम्रो लुङसिनीलाई पनि बोलाउने बेला भयो दिदीलाई बोलाम अर्को पनि ब्यागहरू छ क्या थियो कि अनि कसले यस्तो बुनेको भनेर भन्ने दाइले लु लुङसिनीको दिनु त भाउजू थ्याङ्क यू भन दादालाई त्यहाँ बस न अविनाश दादाले अनि कस्तो लाग्यो त्यो उयोमा लगाइहाल न यस्तोमा क्लिक गर लगाइदिनु त ठुलो मामु अनि अब नानु र यसपालि दरो साकेलामा छ अरे अनि त्यही भएर पनि यो यस्तै लाउने हो हजुर
धजुरी भन्दो रहेछ भाउजू त्यो गोलो गोलो चाहिँ अनि त्यसलाई चाहिँ सिलाङ सागमा अनि अनि यो चाहिँ सुबिनलाई हाँस्दै छ लुङसेन खोइ कस्तो लाग्यो लुङसेनी गिफ्ट एकदम राम्रो हुन्छ नि ठुलो मामुको चाहिँ डेन्जर गिफ्ट छ फेरि होइन लुङसे हेर त्यो ब्याग हेर कस्तो लाग्यो लुङसेनी मम्मीले ठ्याक्कै यही जेठीले यही मन पराउने खालको जस्तो लाग्यो भन्नुभयो अनि यही कलर हो नि त यो कलर चाहिँ एकदम राम्रो क्या लाइट पनि होइन त्यो लाइट कलर भन्दा यस्तै मधुरो मधुरो कलरै मलाई मनपर्छ क्या मम्मीले ठिक्क छानिदिनु भएछ भनेपछि आज पनि धन्यवाद कलर छानिदिनु भएकोमा अनि बुढोलाई पनि धन्यवाद सबै म यहाँ आएर दिएकोमा झन् धन्यवाद मलाई त के लाग्दैछ भने ए ठुले भन्नुहुन्छ जस्तो लाग्दैछ मलाई चाहिँ राम्रै भयो खुसी हुनु भयो है खुसी छु अब के राम्रो दुखी हुनु छैन हजुर सम्झेर पठाइदिनु भएको एकदम खुसी छु तपाईँले ल्याइदिनु भएको मान्नु धन्यवाद हो त अब आज दाइ अघि छिटो उठेको कि आज 3 बजे उठेर मलाई फोन गर्नु हैन मलाई मेसेज हेर्नु न कतिखेर जान्छस् है कतिखेर जान्छस् भनेको भनेकै नि अनि त्यसपछि होइन आज किन छिटो उठ्नुभयो अनि बजार जान आँटेको भन्दै भने अनि त्यसपछि अनि किन आज छिटो उठ्नुभयो भनेको खै के गर्नुपर्ने भन्नुहुँदै थियो होइन ए यसकै लागि होला त मलाई त दाइले नि भन्नुभयो होइन त मलाई तपाईँले भन्दाखेरि चाहिँ नभनिकन एकदम सेक्रेटमा जा केटा शनिबार पारेर भनेर चाहिँ अनि म पनि त्यही भएर पनि ठ्याक्कै मिलो पनि अनि आएको नि ल हुन्छ भाउजू ल बाई गरिदिनु दाइलाई बाई बाई बुढो बाई हाम्रो चाहिँ अब यहाँ खाना बेलुकाको डिनर यहाँ लुङसी चाहिँ के खाँदैछ म चाहिँ यहाँ राम्रो नाच है गाई छ त्यसलाई लगाएर देखाइदिन्छु क्या कस्तो जग्गा हो यो चाहिँ कस्तो जग्गा त्यही हो सम्झ्यो दाउरेको बुढी फेरि हाँस्नु यो फेरि अङ्कलले यहाँ थड्काउनु फेरि कराउनु न